हेलो गाइज, मेरो भिडियोमा सबैलाई स्वागत छ। म चाहिँ आज साथीको बर्थडेमा हिँडेको दुर्गाको। फर्स्ट त दुर्गालाई ह्यापी बर्थडे टु यु भन्न चाहन्छु। अनि त्यसपछि आज चाहिँ हामी उसमा डम्पिङ साइडमा गएर चाहिँ हामी बर्थडे मनाउँदैछौँ। अनि म चाहिँ घरबाट एक्लै आएको हो। अनि उतै मिरिटी पुगेपछि चाहिँ साथीहरूसँग भेट हुन्छ। अनि म चाहिँ अस्ति नै एउटा प्लान बनाएर चाहिँ म बर्थडेको दिनको भ्लग बनाउँछु भनेर अनि बिर्सेछु। अनि अलि बाटोमा आउँदा याद आयो अनि बाटोमा स्टार्ट गरेँ। अनि म चाहिँ अहिले रोडमा आइपुगेँ। अब चाहिँ यहाँ जिप कुद्नुपर्छ। अनि जिप अथवा केही पाएपछि अनि जान्छु म। यहाँ चाहिँ अङ्कलले केकमा नाम लेख्नुहुन्छ। अनि यो हाम्रो फ्रेम पनि रेडी भयो। त्यो केक लिएर हिँड्ने गाइज। अब कुमकुम दिदी चाहिँ यहाँ आएर बस्नुभयो रहेछ कुरेर। अङ्कलहरू चाहिँ यहाँ कालो प्लेटको अटो चलाएँ भनेर छोप्न जानुभयो, हावा फालिदिने भनेर। उहाँ चाहिँ सवारी साधनहरू कालो प्लेटको चलाउन नदिनलाई भनेर रोकेर बस्नुभयो। हाम्रो बर्थडे गर्ल आउनुभयो। 8-9 बजे आउने भनेर 8-9 बजे आउने भनेर यो बर्थडे गर्लले चाहिँ 9:30 यहीँ बजाउनु भयो। ह्यापी बर्थडे टु यु। फाइनली गाइज हामी चाहिँ यहाँ 4 फाल्ने ठाउँमा हामी यो पार्क भन्यो कि 4 फाल्ने ठाउँ भन्यो कि डम्पिङ साइड भन्यो के भन्यो। हामी चाहिँ यहाँ आयौँ। अब चाहिँ उहाँ हिँड्नुभयो दिदी बर्थडे गर्ल। हेलो गाइज, ह्यापी बर्थडे टु यु। हेर्नु कति छुट्यो यो। फोल्दा उठाड। ओए केक त पग्लिन्छ है, छिटो छिटो गरौ। ल है त केक पहिला हेर ल्याउँदै छु। खोला खोला यी दुईजनाले देखाउन है गाइजहरू। हो त्यसरी च्यातै नै हुन्छ। अब जहाँसम्म लाग्छ राम्रै हो। हामी मैले यसको फोनमा देखेको थिएँ क्या अघि। यसरी लिएर यता देखाउ त। ओइ यसरी देखाउ। ल गाजर लगाइदिनु पर्यो अरे। गाजर लिएर तयार पर्नुभयो। राम्री हुनु पर्यो गाइज। म अब लाएर मख परेर फेन हालिदिँदै बस्नुभयो। सृष्टिले चाहिँ आफ्नो जब गर्दैछिन्, आफ्नो काम फिल्चरमा यही गर्छु भन्दैछिन्। यहाँ चाहिँ नयाँ 2जना थपिनु भयो। अर्की कता गइन् उहाँ? 2जना थपे। अब चाहिँ ल छिटो 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 हतार भयो। बर्थडे गर्लले चाहिँ खोल्न नि जान्नु भएन। अब अर्को नेक्स्ट ह्यापी टु यु। अब नेक्स्ट गाइस कुर्ता
यो फोटो हेर त गाइस हामी चाहिँ अब फर्क्यौ मिनको बर्थडे मनाएर